10 अरबका फन्ड के जाति उजाति भन्ने गरेको छ तर रिटर्नीहरूले साना साना काम गरेर जब अपर्च्युनिटी क्रिएट गर्ने कुरामा उद्यमशीलता विकास गर्ने कुरामा साना साना काम गर्नुभएको छ उद्यमशीलता विकास गर्नुभएको छ 2-4 जनालाई भए पनि रोजगारी दिनुभएको छ हजारौं उद्यमशीलता अगाडि बढाउनु भएको छ हजारौं अलिक पुगेको छैन भने केही सय उद्यमशीलता त अवश्य पुर्याउनु भएको छ रिटर्नीजहरूले त्यसरी काम गर्नुभएको छ त्यसकारण म साथीहरूलाई के भन्न चाहन्छु भने ठुला काम र ठुला इन्डस्ट्री मात्रै होइन ससाना काम ससाना इन्डस्ट्री ससाना उद्यमशीलता ससाना रोजगारीका अवसर पनि सिर्जना गरौँ न यहाँहरूका परिवार छन् त्यहाँ मार्फत यहाँहरूका गाउँमा त्यहाँ मार्फत केही नयाँ ससाना भए पनि काम गरौँ काम सुरु गरौँ काम अगाडि बढाउँ यसले अर्थतन्त्रमा छिटै फाइदा दिन्छ मैले भने रिटर्निजहरू आफ्नो एउटा फेडरेसन बनाएर संस्था बनाएर उहाँहरू काममा लाग्नुभएको छ जब अपर्च्युनिटी जब खोज्नु भएको छैन सरकारसँग जब अपर्च्युनिटी उहाँहरूले क्रिएट गर्नुभएको छ उद्यमशीलता विकास गर्नुभएको छ स्टार्टअपहरू सुरु गर्नुभएको छ साना बिजनेसहरू सुरु गर्नुभएको छ र त्यसले साँच्चै नै थुप्रै ठाउँमा हामी टेलिभिजनहरूले प्रसारण गरेको हेर्न सक्छौँ कहिले कहिले युट्युबहरूले पनि राम्रा कुरा पनि कोही कोही युट्युबले आकल चुकल दिने पनि गर्छ यसरी हामी युट्युबहरूबाट पनि कहिले कहिले हेर्छौँ र राम्रो कामहरू यसरी रिटर्निजबाट भएको छ मलाई लाग्छ त्यो उदाहरणीय छ